नमस्ते, मेरो नाम धीरेन्द्र सिंह धामी। मेरो घर चाहिँ दार्चुला 1 मार्मा गाउँपालिका। विगत 10-12 वर्षदेखि मेरो ढाडको समस्या थियो र मैले 4-5 वटा हस्पिटलहरूमा उपचार पनि गरेँ। धेरै डाक्टरहरूको सल्लाह अनुसार फिजियोथेरापी र अपरेसन गर्नुपर्छ भन्ने सल्लाह दिनुभयो। त्यसपछि म डाक्टर अमित थापाको नाम धेरैचोटि सुनेको थिएँ र उहाँलाई भेट्दै म यो लाजिमबाड अनमिब हस्पिटलमा आइपुगेँ। आइतबार चाहिँ म हस्पिटलमा आएँ। डाक्टरले चाहिँ राम्रो सल्लाह दिएर न्यू टेक्नोलोजी, न्यू मेथडबाट चाहिँ हामी अपरेसन गर्छौँ, मेसिनबाट चिरफाड केही पनि गर्दैनौँ भन्ने सल्लाह बमोजिम म चाहिँ सोमबार हस्पिटलमा भर्ना भएर मङ्गलबार मेरो अपरेसन भयो। अपरेसन भएको 2-3 घन्टापछि मलाई चाहिँ जनरल वार्डमा क्याबिनमा सार्नुभयो। त्यसपछि वार्डमा सारेको 3-4 घन्टापछि फिजियोथेरापिस्ट डाक्टर आएर मलाई हिँडडुल गराउनेदेखि लिएर फिजियोथेरापी गराउने क्रियाकलापहरू गर्नुभयो। अहिले म आफै हिँड्ने, आफै बस्ने, आफै टोयलेट जान सक्ने भएको छु 2 दिनमै। म एकदमै खुसी छु। डाक्टर अमित थापालाई म हृदयदेखि नै धन्यवाद दिन चाहन्छु र यहाँको होल टिम कन्टिन्यू जो चाहिँ फलोअपमा आइराख्नु भएको छ हैन, उहाँ सम्पूर्ण टिमलाई चाहिँ म एकदमै धन्यवाद दिन चाहन्छु। धन्यवाद।